ओके, नमस्ते सबैमा। आज हामीहरू कम्प्युटरमा नेपाली टाइप गर्न सिक्छौँ, जुन चाहिँ धेरैजनाको लागि एकदमै च्यालेन्जिङ कुरा पनि हो है। यसमा चाहिँ ह्रस्व दीर्घदेखि लगायत हामीहरूको धेरै कीहरू सम्झिनु पर्ने है। जस्तो तपाईँको एस भनेको क, के भनेको प, अनि जी भनेको न, यसरी पृथ्वी फन्टमा सम्झिनु पर्ने हुन्छ। कोकिलामा पनि सिमिलरली हुन्छ है। जस्तो हामीहरूको फर्स्ट अप्सन भनेको हामीहरूको पृथ्वी फन्ट नै हुने भयो, जसमा हामीहरूले यसमा नर्मल्ली पृथ्वी फन्टमा टाइप गरिरहँदाखेरि वान बाई वान हामीले टाइप गर्नुपर्ने हुन्छ। यो अलिकति स्लो पनि हुने र धेरै कीहरू सम्झिनु पर्ने हुन्छ। सिमिलरली यसको साटो चाहिँ धेरैजनाले प्रयोग गर्ने भनेको तपाईँको गुगल इनपुट टुल पनि प्रयोग गरिरहेको हुन्छौँ, नेपाली भनेर, जुन पनि अलिकति टाइम लाग्ने खालको नै हुन्छ। यसलाई हामीले कोकिलामा कन्भर्ट गरेर पनि हामीले हेर्न सकिरहेको हुन्छौँ, जसले गर्दाखेरि फोनको टेक्सचर चाहिँ राम्रो आउँछ। तर पनि यसमा सर्टेन के हुन्छ त भन्दाखेरि लेखिरहँदाखेरि, जस्तै क्षेत्री लेखिरहँदाखेरि यसमा चाहिँ अलिकति समस्या आउने। त्यस्तो अब जस्तै कुनै वर्डहरू लेख्न गाह्रो हुने, ङ स यताउति लेख्न चाहिँ गाह्रो हुन्छ। त्यसको साटो हामीहरूले यसमा मानौँ, यसमा कुनै पनि कुराहरू लेख्नलाई कति सजिलो हुन्थ्यो होला। जस्तै हामीहरूले यसो चाहिँ बोल्दै टाइप गर्न पाइदिए पार है। बोल्दै हामीले टाइप गर्न सक्यौँ भने त इट विल बी भेरी कन्भिनियन्ट। यो धेरै कन्भिनियन्ट पनि हुन्छ, जसको लागि हामीले अहिले वर्डमा डाइरेक्ट यसमै बोलेर टाइप गर्न मिल्ने फिचर इङ्ग्लिसको लागि मात्रै छ, जसको लागि विन्डोज एज थिचेर हामीले इङ्ग्लिसकै थिचेर बोल्न सक्छौँ है। जस्ट लाइक देयर आर समथिङ इन आवर विन्डोज, यसरी बोलेर हामीले टाइप गर्न सक्छौँ, जसले टाइप गर्न सक्छ। अहिले माइक्रोफोन यता युज भइरहेको गएर यता आवाज आइरहेको छैन। सिमिलरली अर्को भनेको तपाईँको जस्तै वर्डमा गइसकेपछि क्रोममा गइसकेपछि तपाईँले एउटा कुरा टाइप गर्नु, docs.gogle.com भनेर टाइप गर्नु। टाइप गरिसकेपछि इन्टर गर्नु। इन्टर गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस खुल्छ, एउटा इन्टरफेस भन्नाले विन्डोज। अनि यसमा ब्ल्याङ्क डकुमेन्ट भनेर छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँको खाली ठाउँ आउँछ यसमा है। हजुरको अब खाली ठाउँ आइसकेपछि यसो कसरी गर्ने भन्ने हुनसक्छ। यसमा चाहिँ हामीले किन टाइप गर्ने भन्दाखेरि यसबाट टाइप गरेको कुराहरू हामीले सिधै कपी गरेर राख्न मिल्छ है। जस्तै तपाईँले यहाँनिर एउटा कुनै टाइप गर्नुभयो, यसले कपी गरेर अभियसली हामीले वर्डमा पेस्ट गर्न सक्छौँ, कन्ट्रोल-सी कन्ट्रोल-भी गरेर। अब जस्तो यसमा चाहिँ यो नेपालीमा लेख्न चाहिँ बोलेर चाहिँ कसरी लेख्ने भन्ने कुरा हेर्छौँ। जस्तो त्यसको लागि सर्वप्रथम यहाँनिर टुल्स भनेर छ, हेयर इज टुल्स है। यहाँनिर यो माथिको लाइन हेर्नु, माथिको लाइन फाइल, एडिट, भ्यू, इन्सर्ट, फर्मेट अथवा टुल्स भनेर छ। त्यस अन्तर्गत भोइस टाइपिङ भनेर छ एउटा, हेर्नु त, अथवा कन्ट्रोल-सिफ्ट+एस टाइप गऱ्यो भने पनि आउँछ। अनि यो आइसकेपछि यहाँनिर माइक्रोफोनको चिन्ह आयो, यहाँनिर क्लिक टु स्पिक भनिरहेको छ। त्यो सँगसँगै यहाँनिर इङ्ग्लिस भनेर छ, इङ्ग्लिसबाट भोइस चेक भोइस हामीले नेपालीमा बनाउँछ। हेर्नु त, यहाँनिर स्क्रोल गर्दै जानु। स्क्रोल गर्दै गइसकेपछि केही तल मराठी हिन्दी लेखेको ठाउँमा नेपाली भनेर पनि हुन्छ। नेपालीमा भइसकेपछि यहाँनिर क्लिक गऱ्यो भने चाहिँ बोल्न मिल्छ। हेर्नु है त, हेलो, हामीहरू नेपाली टाइपिङ गर्न सिकिरहेका छौँ। यस अन्तर्गत हामीले गुगल डक्सको प्रयोग गरेर कसरी छिटो छरितो तरिकाले नेपाली टाइपिङ गर्न सकिन्छ भन्ने कुराहरू हेरिरहेका छौँ। यसले गर्दाखेरि प्रश्नपत्रहरू टाइप गर्नदेखि लिएर विभिन्न रिपोर्टहरू बनाउन साथसाथै हामीहरूको कुनै कुराहरू लेख्नलाई एकदमै छिटो छरितो हुने गर्दछ। जुन कुराहरू लेख्नलाई हामीहरूलाई आधा घन्टादेखि 1 घन्टा लाग्ने गर्दछ, त्यो कुराहरू 10 देखि 15 मिनटमा छिटो छरितो तरिकाले लेख्न सक्छौँ। जस्तै यो स्याम्पल भयो, यता माइक्रोफोन मेरो दुवैतिर प्रयोग भएको भएर यता राम्रोसँग आएन। जस्तै यसमा चाहिँ हामीले यति लेखिसकेपछि यसलाई कन्ट्रोल+C गरेर, जस्तै कन्ट्रोल+C गर्नुभयो भने कपी भयो, ओभरअल कपी हुन्छ। कपी भइसकेपछि यसले वर्डमा लिएर नर्मली तपाईँहरूले पेस्ट गर्न सक्नुहुन्छ। यस्तो हुँदाखेरि आयो। अनि यो आउँदाखेरि नेपाली फोन्टहरू राम्रो देखिरहेको छैन, यसले माथि गएर फोन्टमा यसलाई सिलेक्ट अल गर्नुहोस् र फोन्टमा गएर तपाईँले कोकिला बनाइदिनुहोस्, तपाईँको राम्रो फोन्टमा आउँछ। यसरी हामीहरूले यसलाई राम्रोसँग हेर्न सक्छौँ, जसमा चाहिँ पर्फेक्ट टाइपिङ भएको रहेछ। यसमा चाहिँ ग्रामेटिकल इररहरू पनि हुने चान्सेसहरू कम हुनसक्छ। यदि भइसकेकाहरूलाई पनि थोरै तिनै हामीहरूले चेन्ज गर्न सक्छौँ, जसले तपाईँको लगभग 1 पेज टाइप गर्दा नै
आधा घन्टा लाग्ने प्रश्नपत्रलाई तपाईँले 5 मिनेटमा तयार गर्न सक्नुहुनेछ। अथवा कुनै पेपरहरू लेखिरहँदा, कुनै किताबहरू लेखिरहँदा तपाईँहरूलाई यो त एकदमै ठुलो उपलब्धिमूलक कुरा हुनसक्छ भन्ने लागिरहेको छ। अन्तत भिडियो कस्तो लाग्यो तपाईँहरूले सेयर गरिदिनु होला। Share, like, and subscribe. Okay, thank you.